मधेसको माटोमा एउटा कथा छ, प्रेमको, आस्थाको र बलिदानको कथा। सदियौं बितिसक्दा पनि जसको सम्झना आजसम्म पनि जीवितै छ। यो कथा हो सती बिउला धामको, जसको इतिहास आज पनि सर्लाहीको संग्रामपुरमा मौन साक्षी बनेर उभिएको छ। जैनपुरका बच्चन शाह अर्थात् बेचु शाहकी छोरी थिइन् सती बिउला। उनी साधारण युवती मात्र होइन, शिवकी परम भक्त थिइन्। 6वटा शिवलिङको पूजा गर्दै उनी आफ्नो आस्था र तपस्यामा लीन रहन्थिन्। ओम नमः शिवाय, ओम नमः शिवाय। आज पनि संग्रामपुरमा शिवलिङको अवशेष देख्न पाइन्छ। यस कथामा अर्को शक्तिशाली पात्र हुन् देवी मानसा, अर्थात् उनलाई जाया भनेर पनि चिनिन्थ्यो। उनी भगवान शिवकी पुत्री मानिन्छ। तर जब उनका दाजु गणेश र कार्तिकको पूजा हुन थाल्यो, मानसाले पनि आफ्नो पूजा हुनुपर्छ भनेर चाहना गरिन्। तर शिवभक्त चन्द्रधरले उनको पूजा अस्वीकार गरे। यही अस्वीकारले एउटा ठूलो घटना सुरुवात गर्यो। क्रोधित जायाले चन्द्रधरका सन्तानहरूलाई सर्पदंश गराएर मृत्युको शिकार बनाइरहिन्। एकपछि अर्को सन्तान गुमाउँदा चन्द्रधर पीडाले छटपटिरहेका थिए। अन्ततः चन्द्रधरले आफ्नो 7औं सन्तान बालालखिन्दरको विवाहमा मानसा जायाको पूजा गर्ने बाचा गरे। बालालखिन्दरका लागि चन्द्रधरले यस्तो नारीका खोजी गरिरहेका थिए जो देवी मानसा जायाको क्रोधबाट रक्षा गर्न सकुन्। यसका लागि कठिन परीक्षा पनि राखिएको थियो। जिउँदो माछालाई मारेर फेरि जिउँदो बनाउने चुनौती दियो। बिउलाले यो असम्भव जस्तो परीक्षा पार गरिन् र बालालखिन्दरसँग उनको विवाह तय भयो। जैनपुरमा विवाहका लागि भव्य तयारी गरिएको थियो। सरधोई पोखरी, मोरलहिया पोखरी जस्ता स्थानहरू निर्माण गरिए। नरकटिया पोखरीमा स्नान गरेपछि पाप कट्ने विश्वास गरिन्थ्यो। आज पनि संग्रामपुरको भूमिमा यी पोखरीहरूको अवशेष देख्न पाइन्छ। अन्ततः एकदमै उत्साहपूर्वक जैनपुरमा सती बिउला र बालालखिन्दरको विवाह भयो। तर विवाहको पहिलो रात नै दुर्भाग्य आयो। देवी जायाले सानो पालबाट सर्प पठाइन् र सर्पले बालालखिन्दरलाई डस्यो र विवाहको रातमै कोहबर घरमै बालालखिन्दरको मृत्यु भयो। पतिको मृत्यु पश्चात सती बिउलाले मैथिली परम्परा अनुसार उनले आफ्नो सिन्दूर धोइन् र आफ्नो आँखाको काजल पनि धोए। तर बिउलाले हार मानिन। समाजका परम्परा तोड्दै उनले पतिको शव साथमा लिएर स्वर्गसम्मको यात्रा सुरु गरिन्। बिउलाको तपस्या र प्रेमले देवताहरूलाई पनि प्रभावित गर्यो। देवी मानसा जायाले आफ्नो गल्ती स्वीकार गरे र बालालखिन्दरलाई जीवन दान दियो। अन्ततः जैनपुरका चन्द्रधरले पनि देवी मानसा जायाको पूजा गर्ने स्वीकार गरे। त्यस पश्चात हरेक वर्ष नाग पञ्चमीमा जायाको पूजा हुन थालेको छ। सम्पूर्ण गाउँलेहरू आज पनि देवी जायाको पूजा गरिरहेका छन्। ओम नाग देवाय नमः, ओम नाग देवाय नमः, ओम नागदेवाय नमः। आज पनि संग्रामपुरमा यस कथासँग जोडिएका पोखरी, शिवलिङ र पुरातात्विक अवशेषहरू देख्न पाइन्छ। तर संरक्षणको अभावमा यी अमूल्य सम्पदाहरू बिस्तारै हराउँदै गइरहेका छन्। सती बिउलाको कथा केवल एउटा धार्मिक कथा मात्र होइन, यो प्रेम, आस्था र बलिदानको अमर प्रतीक हो। जबसम्म यो कथा सुनाइन्छ, सती बिउलाको नाम सधैँ जीवित रहनेछ।